हेलो गाइजहरू नमस्कार। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो अर्जुनधारा नगरपालिकाको मेयर साहब। आजको यस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ र आज चाहिँ छौँ हामी केमा भन्दा त सहारा नेपालको 29औं वार्षिक साधारण सभामा हामी सबैजना उपस्थित भइसकेको छौँ र कार्यक्रम सञ्चालकज्यूले कार्यक्रम अगाडि बढाइरहनु भएको छ। सबैजनालाई आसन ग्रहण गराइरहनु भएको छ। हामी पनि फुलमाला लगाएर बसेर अब हाम्रो यस पछाडिको कार्यक्रम चाहिँ राष्ट्रिय गानबाट सुरु हुन्छ आजको कार्यक्रम। फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायो ठुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल बिहारका रागताले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। यहाँ सबै उपस्थित महानुभावहरूलाई म उभिदिन अनुरोध गर्न चाहन्छु र हामी यसपछि हाम्रो राष्ट्रिय गान अन्त्य भइसकेपछि कार्यक्रम सञ्चालकज्यूले बिचमा विभिन्न कार्यक्रमहरू गराउनुभयो, मौन धारण गराउनुभयो, त्यस पछाडि अरू कार्यक्रम भयो अनि त्यस पछाडि सबैजना बसेर चाहिँ कार्यक्रम उद्घाटन हुन्छ। यति बेला चाहिँ हामी के कुरा गरेर के भन्नुभयो के गरेर हँसाउनु भयो अनि हामी सबैजना हाँस्दै थियौँ। यस पछाडि सबैजना आइसकेपछि चाहिँ कार्यक्रम उद्घाटन भएको थियो। हामी अलिकति पछाडि बसेकोले गर्दाखेरि प्रष्ट भएन। हाम्रो कार्यक्रमको उद्घाटन चाहिँ प्रमुख अतिथिज्यूले गमलामा फुलमा पानी हालेर उद्घाटन गर्नुभएको थियो आजको कार्यक्रम। यस पछाडिको यो कार्यक्रम चाहिँ हाम्रो सहारा नेपाल शिक्षा सदनका नानीहरूले नृत्य प्रस्तुत आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो अनि बिचमा विभिन्न कार्यक्रमहरू भयो, सम्मानको कार्यक्रम भयो। 2वटा संस्थालाई सम्मान गर्नुभएको थियो उहाँहरूले, एउटा गरामुनि स्कुल र अर्को एउटा के सहकारी, मैले उहाँहरूको नाम बिर्सेँ। 2टा संस्थालाई सम्मान गर्नुभएको थियो। त्यस पछाडि अध्यक्षज्यू सचिवज्यूले प्रतिवेदन प्रस्तुत गर्नुभयो। यो पनि सहारा शिक्षा सदनकै नानीहरूले मयूर डान्स भनेर प्रस्तुत गर्नुभएको थियो। यस पछाडि हाम्रो छिट्टो मिठो सहारा टाइममै सुरु भएर सहारा टाइममै सकिने कार्यक्रम थियो। सबैजनालाई उपहारसहित एउटा पुस्तक वितरण गर्नुभएको थियो। आजका अतिथिहरू सबैजनालाई हाम्रो आदरणीय महेन्द्र सर, अध्यक्षज्यू सबैजना भएर चाहिँ पुरस्कार वितरण गर्नुभएको थियो आजको कार्यक्रममा। सबैजना अब कार्यक्रम सकिने बेला भयो। हाम्रो मेयर साहब पनि सबैजनासँग बिदा माग्दै हुनुहुन्छ। अर्जुनधारा नगरपालिकाको मेयर साहब र सम्पूर्ण अतिथिहरू गइसक्नु भएको छ। यति बेर पुरस्कार दिने क्रम जारी छ। हामी पनि इन्तजारमा बसिरहेको थियौँ पुरस्कार थाप्नलाई। सबैजना तितर यताउता हुँदै हुनुहुन्छ। उहाँ मेयर साहबहरू घरतिर लाग्दै हुनुहुन्छ। सबैजनासँग बिदा मागेर अनि सबैजना व्यस्त हुनुहुन्छ सुन्नलाई। कार्यक्रम सञ्चालकज्यूले कार्यक्रम सञ्चालन गरिरहनु भएको थियो। अरू सबैजनाले आजको अतिथिहरूलाई पुरस्कारहरू, केही उपहारहरू, पुरस्कार भन्दा पनि उपहारहरू दिइराख्नु भएको थियो अनि मेरो हातमा चाहिँ क्यामेरा थियो र भए पनि मैले एक हातले भए पनि आफ्नो उपहार लिएको थिएँ अनि सबैजनाले लिँदै हुनुहुन्थ्यो। उहाँले दिनुभयो र मैले पनि मेरो उपहार समातिएँ अनि राखेँ। सबैजनाले आफ्नो आफ्नो उपहार लिइसके पछाडि कार्यक्रम एकछिन सुन्यौँ, नसकिन्जेल एकछिन बस्यौँ हामी पनि सबैजना आफ्नो आफ्नो उपहार लिएर। त्यस पछाडि चाहिँ अनि हामी खुसी भयौँ अनि आफ्नो आफ्नो ब्यागमा आफ्नो आफ्नो झोलामा राखेर मैले पनि देखाउँदैछु मेरो पुरस्कार मैले पनि पाएको भनेर बल्ल बल्ल क्यामेरा आफूतिर घुमाएर क्यामेरा फ्रन्ट पारेर अनि हाँस्दैछौँ हामी चाहिँ। ल है हाम्रो उपहार हो यो सबै भनेर। अनि त्यस पछाडि सबैजनाले सम्पूर्ण आमन्त्रित सङ्घ संस्थाहरूलाई पुस्तक वितरण दिनुभएको थियो क्या उपहार। सबै संस्थालाई बोलाउँदै हुनुहुन्थ्यो अनि हाम्रो सङ्गालो महिला कृषि सहकारीको तर्फबाट चाहिँ हाम्रो उपाध्यक्ष मिना प्रसाईज्यू जानुभएको थियो। त्यस पछाडि सबै सङ्घ संस्थाका आदरणीय व्यक्तित्वहरूले गएर आफ्नो पुरस्कार लिनुभयो अनि कार्यक्रमको अन्त्यतिर आएको छौँ हामी।
आदरणीय महेन्द्र कुमार गिरीज्यू, महेन्द्र सरले सबैजनालाई पुस्तक दिँदै हुनुहुन्थ्यो। सहारा नेपालको अध्यक्षज्यू पनि हुनुहुन्थ्यो, पालै पालो दिँदै हुनुहुन्थ्यो। उहाँ येल्लो कलरको लुगा लगाएर जाने हाम्रो आदरणीय सर चाहिँ घरमनी स्कुलको सर हुनुहुँदो रहेछ। उहाँहरूले पाउनुभएको यसपालको पुरस्कार। अनि सबैजनाले पुस्तक पाइसकेपछि हामीले पनि यो संस्थागत उपहार पाएको हो यो। अनि त्यस पछाडि हामी सबैजना गयौँ अनि टिकटक बनायौँ, नास्ता खायौँ, चिया खायौँ। अनि त्यस पछाडि सबैजना छुटेर आफ्नो आफ्नो घरतिर लाग्यौँ। धन्यवाद।